हामी विद्यार्थीलाई टमाटर रोप्न लाउँछौँ, टमाटर फल्यो भने त पास भयो, छैन भने भएनस्। नीति निर्माण कानून बनाउने होला, नीति नै श्रमको बनाउनु पर्छ नि। श्रमलाई त हामी स्कुलमा ल्याउँछौँ सर, है कस्तो एजुकेसन बनाउँछौँ भने हामी विद्यार्थीलाई टमाटर रोप्न लाउँछौँ, टमाटर फल्यो भने त पास भयो, छैन भने भएनस्। के बोले भाइ? अब के बोले के जथाभावी बोले? फुल रोप्नु लाउँछौँ, गुलाबको फुल फुल्यो भने त पास भयो, छैन भने फेल। चुनाव जित्नको लागि तपाईले संसदमा एउटा निश्चित सिट तपाईले हासिल गर्नुपर्छ। त्यो सिट हासिल गर्नलाई कति ठाउँमा उम्मेदवार उठाउनु भएको छ तपाईले देशमा? अहिले 109 वटा स्थानमा। अन्डर एस्टिमेट गरेको होइन, तपाईको समयको पाबन्दीको कारणले गर्दाखेरि पनि तपाईले पुरै ठाउँमा आफ्ना उम्मेदवारै उठाउन पाउनु भएको छैन। यसलाई यसरी भनौँ, अझ अलि निचो भाषामा भनौँ, तपाईले उठ्दिने मान्छे पाउनु भएको छैन, तर तपाई प्रधानमन्त्रीको आँक लगाइरहनु भएको छ। गजब बेइज्जती है।